हेलो गाइस, आज चाहिँ म मेरो भिलेजको भ्यूहरु देखाउन गइरहेको छु हो। अनि यता चाहिँ हाम्रो फेरि पर्छ, यता चाहिँ स्काई वक हो बिल्डिङ। अनि यहाँ चाहिँ प्राइमेरी स्कुल जुन चाहिँ मैले सानोमा स्कुलिङ यहीँदेखि गरेको हो। अनि यसरी छ हो हाम्रो गाउँ चाहिँ यसरी छ। मङ्साबुङ भिलेज, लिम्बू भिलेज। एकदम हामीलाई रमाइलो लाग्छ हो, आफ्नो गाउँ, प्यारो गाउँ हो। अनि हेर्नुहोस् होला हाम्रो गाउँ कस्तो लाग्छ तपाईहरुलाई हो, यस्तो खालको छ हो हाम्रो गाउँ चाहिँ यस्तो खालको छ है। यो चाहिँ यस्तो खालको छ हो हाम्रो गाउँको। मैले दिदी जानु हुँदै रहेछ हो बासमा। म चाहिँ अहिले लम्बु डाँडा आइपुग्नु आँटे हो। अनि लम्बु डाँडादेखि तपाईहरुलाई हाम्रो गाउँको भ्यूहरु कस्तो देख्दो रहेछ देखाउने छु हो। अनि हाम्रो गेट चाहिँ यस्तो छ है। दिस वान इज आवर गेट, भिलेज गेट। अनि यस्तो खालको छ, टावर जस्तो हाम्रो गाउँ। यहाँ माथि देख्दै गरेको चाहिँ योक्सुम, दिस साइड इज। अनि यता चाहिँ खिचिपेडी चाहिँ यता हो। यस्तो खालको छ हो, यहाँ पर मानिन्छ। अनि यो खालको छ गेट। अनि यता चाहिँ यो खालको छ है घरहरू। अनि मेरो घर चाहिँ उतल हो। गाइस फाइनली म चाहिँ अहिले घर आइपुगेँ हो। मेरो घर चाहिँ यस्तो छ हो, तपाईहरुले हेर्न सक्नुहुन्छ है। आजको मौसम चाहिँ यस्तो दामी छ है। दिस वान इज माई गेट। मेरो गेट चाहिँ यस्तो छ। अब चाहिँ एन्ट्री भयो मेरो घरको। मेरो घरमा एन्ट्री भयो म। मेरो घर चाहिँ यस्तो छ है। भिलेज लाइफ इज एकदम रमाइलो, मजा आउँछ। यो चाहिँ मेरो घर। अनि यता चाहिँ फुलहरू छ हो। अनि यो चाहिँ किचन हाम्रो। अनि यतादेखि तपाईहरुले पर देख्दै गरेको चाहिँ स्काई वक बिल्डिङ। अनि यो पनि हाम्रै घर हो। यस्तो खालको प्लान्टहरू, धुप्पी प्लान्टहरू पनि लगाएको छु हो। अनि पानी पल्ला जस्तो छ, यो खालको छ। थ्याङ्क यू फर वाचिङ भन्नुभएको अब यतिमै म भिडियोलाई राख्न गइरहेको छु हो।